ये वीडियो फेसबुक में हेर्थु बिकले से फॉलो करे चाहिए नहीं ये वीडियो फेसबुक में हेर्थु बिकले से भुलाए सबैजनालाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा। हाम्रो भिडियोको स्टार्टिङ चाहिँ धनगढीदेखि सुरु भयो हो हैन। अनि हामीहरू चाहिँ अहिले गोडाबारी घुम्नको लागि हिँडिरहेका छौँ। यो चाहिँ हाम्रो गोडाबारीको रोड हो हैन। धनगढीदेखि गोडाबारीमा आज घुमघाम गर्न भनेर फास्ट एकदम हिँडी गइरहेछौँ। अनि हामीहरू गोडाबारी हिँड्ने क्रममा ट्रकको पछाडि कति राम्रो शायरी लेखिएको छ हैन। त्यो शायरी कसले पढ्न आउँछ नेपालीमा कमेन्ट गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि फेसबुकबाट हेरिराख्नु भएको छ भने फेसबुकलाई फलो पनि गरिदिनु होला। हामीहरू अहिले अगाडि गएर देखाउँछौँ तपाईँहरू। जङ्गलको हरियाली रमाउँदै हामीहरू चाहिँ हिँडिरहेछौँ। अहिले हामी चाहिँ लगभग त्यो काठे पुरानो गोडाबारीको काठे पुल नजिक पुगिसकेका छौँ हैन। अनि अहिले म देखाउँछु तपाईँहरूलाई यहाँ काठे पुल नजिकै कस्तो राम्रो भ्यूहरू छ त्यो देखाउँछौँ। बनिराख्नु होला मेरो भिडियोमा। यो चाहिँ हो हाम्रो गोडाबारी नजिकै रहेको हैन त्यो काठे पुलको दृश्य अहिले कति राम्रो भएको छ। अनि इन्जोय गर्नु। यो अलि सिनेमेटिक भिडियो छ हैन। त्यो इन्जोय गरेर भन्नु गोडाबारीको पुल कस्तो छ। अनि हाम्रो प्लानिङ भनेको के थियो भनेपछि हामीहरू चाहिँ यो काठे पुलसम्म घुम्छौँ भनेर। अनि हामीहरू चाहिँ आजभोलि के भयो यसो दिमागमा आयो कि आजभोलि त लालीगुराँस फुलिरहेको होला भनेर हामीहरू चाहिँ यो काठे पुललाई इग्नोर गरेर हामीहरू चाहिँ अहिले के भन्छन् त्यो पहाडमा अलि माथि गएर लालीगुराँस आफ्नै हातले टिपेर ल्याउला भनेर हामीहरू चाहिँ सब यता गोडाबारीलाई पछाडि छोडेर हामीहरू चाहिँ फास्ट एकदम गाडी कुदाएर हामीहरू चाहिँ गोडाबारी भन्दा माथि गएर लालीगुराँसको खोजीमा हिँडिसकेका छौँ। हामीहरू पहाडको अलि माथि पुगेपछि त हामीलाई कस्तो भयो कि अहिले हेर्नु न पहाड त कति राम्रो भइसकेको छ। अहिले हरियाली पनि टन्नै छ हैन। अनि हामीहरू चाहिँ लगभग 8-9 किलोमिटर माथि आइसकेका छौँ गोडाबारीदेखि। अहिले बुढीटोला पुग्ने तर्खरमा छौँ हामीहरू। अनि बाटो अहिले त राम्रै छ। अगाडि गएर कस्तो आउँछ। अनि हामी चाहिँ हरियाली रमाउँदै लालीगुराँस खोज्दै हेर्दै बाटोतिर काहीँ भेटिन्छ कि भनेर हेर्दै हिँडिरहेको छौँ हैन। अनि लालीगुराँस भेट्यो भने म तपाईँहरूलाई देखाउँछु। त्यो भिडियो बनाएर देखाउँछु हैन। आफ्नै हातले आज ट्राईको मान्छे हैन पहाड गएर लालीगुराँस टिप्छौँ भनेर निस्किएको। चलूंगा मेरी तबीयत नहीं है। ठीक प्लीज चलना नहीं बोलाना। ओके यो हाम्रो नेपालको बाटो हो हैन। हामी चाहिँ अहिले पहाड घुम्न छौँ आज। हामी लगभग के भन्छन् यो बुढीटोला पुगिरहेको छौँ। अनि बाटो हेर्नु न कस्तो छ के भन्ने पहिरो खसेर यहाँदेखि पुरै बाटो त खट्टमै रहेछ के। अनि हाम्रो स्कुटीले जबरजस्ती तानिरहेछ हैन। खासै राम्रोसँग उकालो तानिरहेको छैन। अनि म चाहिँ हिँडेर जान्ला छु। के भन्छन् ट्राईमा भिडियोको मान्छे अरे पहाडमा आएर कस्तो हिँड्दाखेरिमा सास फुलिरहेछ क्या सो भइरहेछ। बाटो त पुरै खतरनाकै छ क्या बाटो। सब खानेवाला मात्रै छन् बनाउनेवाला कोही छैन। पहिलाभन्दा धेरै माथि आएको छौँ होइन। पहिला आउँथ्यो हामी अलि तल घुम्थ्यौँ। अहिले आज चाहिँ यसो लालीगुराँसको खोजीमा आउँछौँ। लालीगुराँसको खोजीमा आएको हामीहरू हिँडेर पनि भएर पनि यसो आज लालीगुराँस खोजेर जाउँला भनेर। यो चाहिँ मेरो फर्स्ट के भन्छन् भिडियो पहाडको हो हैन। हामीहरू चाहिँ पहाडमा लालीगुराँस खोज्न आएको। लालीगुराँस खोजेर आज जसरी भयो भने लालीगुराँस टिपेर जान्छौँ भनेर एकजना हेर्नु न माथि गइसकेका छन्। मोटो थाकिहाल्यो म्याक्क के भनिदियो सास फुलेर कस्तो भइरहेछ। लालीगुराँस भेट्यो साथी गाइस।
यस्तो पहाडको बाटो फर्स्ट टाइम पहाड आएको बाटो कस्तो अप्ठ्यारो रहेछ तराईमा हिँडेको मान्छे यार यो चिप्ल्यो भने फेरि यो चिप्ल्यो भने कहाँ हो फेरि यस्तो यस्तो पहाडमा म तपाईँलाई लालीगुराँस देखाउँछु होइन माउन्टेन भ्यू खाएर आउनुपर्ने हो यार डरको अघि जित भन्छन् नि यो लालीगुराँसको रुख लालीगुराँस फुल्या छ होइन अलि यता छ यो लालीगुराँस नि पुरै पुरै लालीगुराँसै छ होइन म देखेर कस्तो खुसी छु होइन फर्स्टचोटि लालीगुराँस टिप्न आएकोमा अनि मनपर्छ भने हाम्रो भिडियो लाइक सेयर सब्सक्राइब गर्न चाहिँ भुल्नु होला म यस्तै बनिराख्नु होला मेरो भिडियोमा म अगाडि पनि देखाउँछु होइन फाइनली लालीगुराँस तो कैसिन लागल कस्तो लाग्यो लालीगुराँस देखेर बाँच्न के भा थारू में ना एक तो हमारा वीडियो चाहिए थारू में बना हुई जाए ये हमारे जन कुरकुरे रहे उस संघरे हल्का फल फरना पूरा हवा निकल के मन फुटल नहीं है हवा निकल के फुटना चले ले रही फोड़े रहे सेक नहीं दाहिना हाथ लेके आप दाहिनो हाथ ले आवाज सुनो आवाज बस हावा लिक भएर फुटेन होइन नत्र फुट्थ्यो होइन हातले फुटाइदिन्थ्यो होइन अहिले चाहिँ अलि हावा लिक भएर हुन छैन यो केचाक कुचुक भइसकेको छ होइन अनि लालीगुराँस अनि मोर एक चौधरी भाषा कैसी नाइट अपने के कमेंट जरूर से कर दे भी मन पड़ते कले से लाइक और ये वीडियो फेसबुक में हेरते भी कले से फॉलो करे चाहिए नहीं ये वीडियो फेसबुक में हेरते भी कले से भुलाए ये वीडियो फेसबुक से हेरते भी कले से फॉलो करे चाहिए नहीं भूले बिना ये वीडियो चाहिँ हल्का कमको काका ठाउँ भाषामा बोला दिउ के चौधरी अनि हाम्रो प्रचलित चल्ती आएको अहिले मार्केटमा एकदमै टाटो माहौल बनाएको एक्सट्रिम रेडबुल कम्पनीको भन्छन् हैन यो एक्सट्रिमको हो टाडा ओ एक्सट्रिम खाएर एनर्जी ल्याउने हो केटा हो अहिले अनि